म गोर्खालीको तर्फबाट बालनी शाहज्यूलाई सलाम दिन चाहन्छु। अझ उहाँलाई चाहिँ 84 मा चाहिँ अझ उहाँलाई प्रधानमन्त्री बनाउन पाएदेखि यो देशमा के हुने थियो। यो त पहिला नेपालमा कहिलेदेखि नै भएको छैन। त्यो कुरा चाहिँ बालन दाइले गर्नुभएछ, बालन सरले गर्नुभएछ। त्यसमा चाहिँ म त सबै महिलालाई भन्छु, घरमा बस्नु भन्दा बरु चाहिँ यसमा आऊ, केही सिकम, केही आत्मनिर्भर बन। यो देशमा केही अवसर छैन। कसले यस्तो अवस्था बनायो देशलाई? यो सब नेताहरूकै कारण र यो यसैको उल्ले गर्दाखेरि नि यो देश चाहिँ डुबेकै छ अहिले। दर्शक बिन यतिखेर म टुडी खेलमा आइपुगेको छु। तपाईले देख्न सक्नुहुन्छ यति ठुलो टेन्ट लाएर यहाँ धेरै जनालाई सिपमूलक तालिम दिनको लागि काठमाडौँ महानगरपालिकाको टिमले धमाधम काम गरिराख्नु भएको छ। धेरै जनताहरू यतिखेर आइराख्नु भएको छ। म पनि एउटा फुटपाथ व्यवसायमा व्यापार गरेर हिँडेको मान्छे। म यही रत्नपालबाट मसँग उहाँहरूको पनि भन्नुहुन्छ भने यहाँ हेर्नुहोस् मेयर साहबलाई त किनकि अझै राम्रो काम गर्दै जानुहोस् अहिलेको जस्तो। किनकि मेयर मात्र होइन, तपाईँले किनकि देशको जुनसुकै कुनामा गए पनि तपाईँले जित्नुहुन्छ। म यो ग्यारेन्टीको साथ भन्छु। बालेन मेयर इज अ गुड